र तब साथै अहिले चाहिँ म चाहिँ गङ्गेततिर लागेको र बाटो चाहिँ यस्तो छ र सबैजनालाई हेलो नमस्ते सेवानी है र सम्पूर्णमा आज चाहिँ म अफ रोडिङ टोटली हुनेछ मेरो किन म है गङ्गेप आज चाहिँ त्यहाँ सिस्टर अगथा लेप्चा है उहाँको चाहिँ धन्यवादको मिसा भएको हुनाले है र म जाँदैछु है र तपाईँहरू म यो बाटो पनि देखाउने छु। यो बाटो चाहिँ कहाँबाट आउँछ भन्दाखेरि कागेबाट है जब मरिया काटेर चाहिँ यता कागे गेरक पस्ने बाटो है र यो कागे गेरक हिमालयन क्लब है हिमालयन मन्दिर हुँदै यो बाटो भएर चाहिँ तपाईँको गङ्गेप भएर डुक्का अलगडाहरू निस्किनु सक्नुहुन्छ है र अहिलेको लागि चाहिँ एकदम टोटली यो चाहिँ अफ रोड हो। तपाईँहरू यहाँ चाहिँ अलिक रिक्स पनि हुन्छ तर एक्सपिरियन्स चाहिँ हुनुपर्छ तपाईँहरूको लागि है। यता चाहिँ यो एकदम तर छिटो बाटो तपाईँहरू है यदि डुक्का जानु हुँदैछ यदि तन्द्रबुङ जानु हुँदैछ अलगढा जानु हुँदैछ तपाईँहरू यो कागे मरियापट्टिबाट भनेदेखिलाई तपाईँहरू यो बाटो पस्नुहोस् है। बाइकवालाहरू चाहिँ गाडीको चाहिँ के हो भन्नुसँग गाडी चाहिँ सायदै फोर व्हिलरहरू चाहिँ छिर्छ यो बाटोमा। तर अब अहिले कस्तो छ है तपाईँहरू बाटोको अपडेट म दिनेछु तपाईँहरूलाई। र म चाहिँ एकदमै ढिलो भएको कारणले चाहिँ आज एकदमै हाक्नु परिरहेको छ है। खास चाहिँ अब यसरी कुदाउँ चाहिँ नहुने हो स्टप यहाँबाट चाहिँ ओह्रालो लाग्नुपर्ने हुन्छ। बाटो चाहिँ यस्तै रहेछ तर होइन भर्खर खनिदिएको रहेछ हो। लगभग यतिको बाटो त ठिकै छ कुद्नुलाई सुबिस्तै छ। एकैचोटि टर्निङ काटौँ भनेको अलिकति अप्ठ्यारो भएको कारणले गर्दाखेरि है लगभग अब यहाँ त जसो तसो छिरिहाल्छ हो। अब मेन अप्ठ्यारो टास्क भनेको चाहिँ अहिले भएर है अब उकालो आउँदाखेरि चाहिँ हुन्छ र अब खोलामा के कस्तो छ खोलाको सिचुएसन बाइक छिर्छ छिर्दैन है। छिर्छ है खोला ए हुन्छ जुत्ता खोल्नुपर्छ निकै गहिरो छ क्या हो। ए स्कुटी छिर्यो ए भने त छिर्छ मेरो त छिर्छ त्यसो मेरो त छिर्छ त्यसो ल हुन्छ ए हजुर ए ल हुन्छ है सुनिहाल्नु भयो होला छिर्नु चाहिँ छिर्छ अरे र खुट्टा उचालेर जानुपर्छ भन्दैछ। हेरौँ अब यो गाडी कुदिरहेको बाटो हो है गाडी कुदिरहेको बाटोमा त्यस्तो डर हुँदैन। अब मेरो चाहिँ आज चाहिँ रफ टफ कुदाइ छ। अब बाटो चाहिँ हेर्नुहोस् यो पनि अब यो चाहिँ कुन चाहिँ जग्गा हो भन्दाखेरि चाहिँ यो चाहिँ कागे जिबिए 38 नम्बर समष्टि अन्तर्गत कागे गेरक टु भाया गङ्गेप डुक्का निस्किने बाटो है। अब यस्तो छ हाम्रोतिरको बाटो है। अब के भन्नु अब हाम्रोतिरको बाटोहरू अब खालि एउटा मेन रोड छ त्यो पनि अब काम हुन्छ भनेर खनेर यस्तो अलपत्रै पार्दैछ है। कतिजना स्कुटीवाला बाइकवाला एकदम साह्रो पर्छ सानो गाडीहरू चलाउनु सक्दैन हो। अब त्यस्तो बाटोहरू छ के भन्नु अब हाम्रोतिरको नेताहरूलाई पनि बाटो हुन्छ भन्छ तर अब हुँदैन कहिलेसम्म हुने कुनै। अब बाटो चाहिँ हेर्नु न अब बाटोको सिचुएसन चाहिँ तपाईँ यसलाई रोड भन्नु सकिन्छ होला। अब यो कार्पेटिङ भन्ने यो कतिको उकालो हुन्छ होला है। अब एकखेप खन्दाखेरि चाहिँ अलिकति अब हेरेर खासै खनिदिनु पर्ने हो। अब फेरि कुन्ताको होचो बाइक छ हो लरी गयो भने सकियो नि म त कोही रहेछ ओभर कन्फिडेन्टले पनि कुदाउँछु यो बाइक चाहिँ म चाहिँ हो। किनकि पहिला 220 कुदाएको हो कि 220 कुदाएकोले चाहिँ धेरै अब त्यो एक्सपिरियन्स चाहिँ छ मलाई यो बाटोमा चाहिँ। किनकि 220 अलिकति हग्लो हुन्छ है त्यसले गर्दाखेरि यो बाटो कुद्नु मलाई सुबिस्तै पर्छ। किनकि 220 को चाहिँ अब यो टाउको डल्लै घुम्दैन भाइजो डल्लै घुम्दैन नि त। किनकि 220 कुदाउनु चाहिँ एकदमै गाह्रो है। अब अगाडिको टायर कहाँबाट काटिन्छ त्यो पत्तै हुँदैन किनकि अगाडि भुइँमा केही त देख्दैन। यो चाहिँ अब डल्लै टाउको घुम्छ त्यो सुबिस्ता हुन्छ यो चाहिँ हो तपाईँको यहाँबाट है। यो बाटो चाहिँ हामी पहिला जस्तो खन्यो जेसिबीले त्यस्तो पनि कुदेको यो बाटो त। तर अब यहाँ चाहिँ यस्तो रहेछ भुतभुते हो यस्तोमा त डर छैन हुन्छ ब्रेक चाहिँ त्यस्तो गरिहाल्नु हुँदैन। यो बाटोमा यहाँसम्म यता त पेलिदिएको रहेछ है
तर अब यस्तोमा चाहिँ बिस्तारै कुद्नुपर्ने हुन्छ किनकि झ्याम्मै ब्रेक लगाउँदाखेरि चाहिँ बङ्गै जाने हुन्छ तर ब्रेक चाहिँ लगाइहाल्नु हुन्छ किनकि जस्तो अफरोड देख्छ तपाईँ पहिल्यै ब्रेक चाहिँ लगाइहाल्नु किनकि कन्ट्रोल भइहाल्छ तपाईँ जहाँ रोडा घारी देख्छ तिनीहरू ब्रेक लाउनुहुन्छ तपाईँको कन्ट्रोलै हुँदैन नि त किनकि त्यसले चाहिँ त्यो टायरको है ग्रिप अटोमेटिक आउट अफ कन्ट्रोल हुन्छ त्यही भएर तपाईँ चाहिँ अब पहिल्यै ब्रेक लगाउनु भएको छ भने तपाईँले ट्याप पुग्दाखेरि ठिक्क तपाईँको कन्ट्रोल भइसकेको हुन्छ है किनकि अब म पनि निकै भन्दा बाइक कुदाएको र अब मभन्दा सिनियरहरू पनि छ है र पनि अब तपाईँहरूले बाइक चाहिँ कस्तो जग्गामा चाहिँ कसरी कुदाउनु त्यो चाहिँ अब एक्सपिरियन्स अब हुन त दुई चक्का हो भरोसा हुँदैन होइन कति बेला लड्छ कोही बेला सजिलै जग्गामा लड्छ हो अब यसलाई कसले भन्छ म कन्फिडेन्ट छु भनेर कसले भन्नु सक्छ है तर त्यो चाहिँ अब कति बेला चाहिँ फेरि आफै पनि सेल्फ कन्फिडेन्ट पनि हुनुपर्छ है सेल्फ कन्फिडेन्ट भयो भने चाहिँ अटोमेटिक है अब पहिला तपाईँहरूलाई डर लाग्यो ला म लड्छु होला भने तपाईँ लडिहाल्नुहुन्छ नि त अब त्यो चाहिँ तपाईँ सेल्फ कन्फिडेन्ट है म यतिमा सक्छु आरामले भन्ने पहिल्यै सोचिहाल्नुपर्छ तपाईँ ला म लड्छु भनेदेखि त तपाईँ लडिहाल्नुहुन्छ नि त्यस्तो हो नि त बस ठिकै छ मलाई घर पनि याद छैन कहाँ हो के हो है र अब म चाहिँ अब उनीहरू पारिबाट हेर्दै जानुपर्ने हुन्छ जहाँनिर गाडी थुप्रो देख्छ जहाँ धुवा उठ्दैछ है पहिलातिरको यो चाहिँ अब हाम्रो टेक्निक भनौँ न बिहा चाहिँ कहाँ हुँदैछ भने चाहिँ अब कहाँनिर धुवा उठ्दैछ त्यो हेरेर हिँड्थ्यो है अब त्यस्तै खाले म पनि अब कहाँनिर धुवा उठ्दैछ र कहाँनिर मान्छेको पनि बेसी घुइँचो छ है अब अहिले त थाहा पाइहाल्छ किनकि गाडीहरू राखेको देखिहाल्छ किन रोडको सुविधा है भइसकेको छ त्यही कारणले गर्दाखेरि यो बाटो चाहिँ ठिकठाकै रहेछ यता चाहिँ यो अस्तिको पानीले होला सायद है र अस्ति जेसिबी त आइदियो भन्छ जेसिबी त सायद यो त आज बिहानतिर कुदेको जस्तो छ यो हेर्दाखेरि चाहिँ र अब चाहिँ म खोला पनि पुग्न आँटिसकेँ है खोलाको अवस्था के कस्तो छ अब कमान्डर ठोकियो भनेपछि चाहिँ गइरह्यो किनकि कमान्डर त निकै हौलै हुन्छ हेरौँ हेर्दै जाउँ के हुन्छ कस्तो हुन्छ निकै एउटा टर्निङ रहेछ हुन्छ है प्लिज कमेन्ट गरिदिनु होला अब यस्तोमा चाहिँ यसरी खुट्टा उठायो छिर्यो गरेर चाहिँ छिरिहाल्छ एउटा भयो है वाटर क्रसिङ खोल्चा यहाँ चाहिँ छ मेन ठुलो खोला भनेको चाहिँ अब यस्तोमा चाहिँ 1 नम्बर लगाएर हिँडेको गर्नुपर्छ छिरिहाल्छ र अब एउटा खोला चाहिँ यहाँ छिर्ने रहेछ यस्तो ठुलो छैन रहेछ खोला घटेको रहेछ खुट्टा चाहिँ भुइँमा राख्नु हुँदैन खुट्टा चाहिँ यसरी हो अलग्गै छिरिहाल्यो नि त तपाईँको अब खोला चाहिँ लगभग काटिसक्यो अब त यहाँबाट चाहिँ उकालो हुन्छ है र नि माथिबाट फेरि कार्पेटिङ छ यहाँ माथिबाट त कार्पेटिङ छ तपाईँहरू सुविस्तै हुन्छ अब यो अलिकति चाहिँ यो खोलाको एरिया चाहिँ अलिकति छोडिरहेको छ किनकि सिङ्किङ एरियाहरू भएर तपाईँहरू यहाँ 2-3वटा टर्निङ काटेपछि भेटिहाल्नुहुन्छ तर होइन जेसिबीले खनिदिएको रहेछ है खनेर यतिको बाटो चाहिँ राम्रो बनाइदिएको रहेछ ठिकै छ के आउँदैछ है त्यो चाहिँ मलाई पनि थाहा छैन तपाईँहरू प्लिज र अब तपाईँहरू म अहिले भए चाहिँ एकैचोटि यो बाटो आउँदिनँ है किनकि अहिले भए चाहिँ म सायदै अलगढा मिरिक जान्छु होला फुटबल हेर्नु र तपाईँहरूलाई आजको भ्लग चाहिँ सायदै 2टा हुन्छ होला है र आजको चाहिँ यो फुल भ्लग छ प्लिज सपोर्ट है मलाई सपोर्ट दिनु होला अब जतिको लामो भए पनि आजको भिडियो चाहिँ म प्रायः यो अफरोडिङ चाहिँ प्रायः म कन्टिन्यू राखिदिनेछु किनकि कहाँनिर कसरी छिरेको थिएँ कहाँ कसरी छिरेको थिएँ है तपाईँहरू जतिजना हेर्नुहुन्छ तपाईँहरूलाई थाहा हुन्छ नि त सायद मलाई जस्तै खोला छ मतलब कार्पेटिङ जस्तो लागेको थियो तर छैन रहेछ हेरौँ अब मेरो कुदाइ चाहिँ फेरि अलिकति रफ टफै हुन्छ हो तपाईँहरू अब अलिकति यसरी चाहिँ नकुदिनु होला दया साथै त्यो आफ्नो हातको बाइक भनेपछि आफ्नै हातको हुन्छ है अर्काको त्यहाँबाट चाहिँ वाउ अल्ल खतरा कार्पेटिङ अब त स्वाई भइगयो नि त एकैछिनमा है अस्तिको पानीको चाहिँ अब धानहरू यस्तो ढालिदिएको रहेछ के भन्नु अब होइन यस्तो मायाको बनाइदिइरहेछ धानहरू यो चाहिँ अब गङ्गेपको रोड है तपाईँहरूको धानहरू हिँड्नु सबै ढल्दैहरू म चाहिँ ऊ पारिबाट छिरेको तपाईँहरू ऊ पारिबाट छिरेको है जङ्गलै जङ्गल तपाईँहरूलाई अहिले चाहिँ अब म यहाँ आइसकेको छु मलाई याद छैन घर चाहिँ कहाँ हो तर है म जाँदैछु कहाँनिर बाइक स्कुटीहरू राखेको देख्छ त्यहाँ गएर म रोकिन्छु र सोध्छु है
कता राख्नुपर्ने हौ म चाहिँ अब यो जग्गामा आइसकेको छु र अब मेरो हालतमा चाहिँ यस्तो भइसकेको छ त्यो जुत्ताहरू माटो हो अब मलाई टक्क अब त्यहाँबाट मिसा भन्दैछ तर घाम चाहिँ एकदम डह्रो लागेको रहेछ तपाईँ देख्न सक्नुहुन्छ है यहाँबाट चाहिँ हिमाल पनि देख्दो रहेछ तपाईँ यो ग्यापबाट हेर्नुहोस् त त्यो साइडमा चाहिँ हिमालहरू पनि रहेछ जुमिङमा चाहिँ अलिकति मेरो चाहिँ अब एकदम